पाकेर गयो माल बुकेर पाकेन लोहोरी एकोरो माया के महिमा हुन्छ लाउ माया दोहोरी लाउ माया दोहोरी कान्छी लाउ माया दोहोरी एकोरो माया के महिमा हुन्छ लाउ माया दोहोरी। धेरै साथीहरूलाई चाहिँ असार भन्ने बित्तिकै शिवनारायण जोशीको अर्को नाम हो भन्छन्। अब दाइले अलिकति यो असार भाकाको उत्पत्ति कसरी भयो, काल क्षेत्रमा असारका गीतहरू कहिलेबाट गाउन थालिए, यसको सन्दर्भ अलिकति जोडिदिनुहोस् न दाइ। सरस्वती राखेर शिरमा गर्छु पुकार गङ्गाको तीरमा सरस्वती राखेर शिरमा गर्छु पुकार गङ्गाको तीरमा। पहिला पहिला चाहिँ दाइ जस्तै दोहोरी खेलिसकेपछि जित हार पछि एकले उसलाई लाने भन्ने एउटा चलन, तानेर लाने भन्ने चलन त्यो त हामीले पहिलेदेखि त्यो त हामी त अब उमेर पाका पाकासँग गीत गायो अब त्यसले गर्दा तपाईँमा चाहिँ भएन। नमस्कार, परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 तपाईँ सुनिरहनु भएको छ। रेडियो काठमाडौँ नेटवर्क मार्फत इन्द्रेणीको नयाँ श्रृंखला आइसकेको छ। पूर्व मेचीदेखि पश्चिम महाकाली, घरदेशदेखि परदेशसम्मका विभिन्न ठाउँहरूमा रहेर इन्द्रेणीको बसाइलाई तपाईले सुनिरहनु भएको छ। र आज रमाइलो शुक्रबार हो, बिहानीको समय। शुक्रबार बिहानीको समयमा हामी अतिथि कलाकारसँगको अन्तरङ्ग कुराकानी लिएर इन्द्रेणीको बसाइमा आउँछौं र लोकगीत र संगीत सुन्ने प्यारा मित्रहरूको त्यो एउटा प्यासलाई मेटाउने काम गर्छौं। किनभने हामी नेपाली लोकगीत र संगीतका कुरा गर्छौं अनि नेपाली लोकगीत संगीत हाम्रो बृहत्तर बन्नुपर्छ। यो एउटा हाम्रो सांस्कृतिक क्षेत्र, यो एउटा हाम्रो चाहिँ संस्कृति अथवा यो हाम्रो पहिचान बोकेको क्षेत्र नेपालीको। त्यसैले यसलाई चाहिँ राम्रो बनाउनको लागि सबैजना लाग्नुपर्छ है भनेर सबै ठाउँबाट हामी लागिरहेका छौं। यहाँ वरिष्ठ कलाकारदेखि भर्खर आएका अनुजहरूले पनि नेपाली लोकसंगीतको विकासका लागि चाहिँ आफ्नो भूमिका निर्वाह गरिरहनु भएको छ। अझ भन्नुपर्दा नेपाली लोकदोहोरीको क्षेत्रलाई अगाडि बढाउनको लागि हिजोदेखि नै कलाकार, गायकहरू र सर्जक र स्रष्टाहरूले चाहिँ एउटा अमूल्य चिनोकै रूपमा लोकदोहोरीको क्षेत्रलाई छोड्नु भएको छ र आजसम्म पनि निरन्तर यही क्षेत्रमा रहेर नेपाली लोकसंगीतको विकास हुनुपर्छ र यसमा चाहिँ समय अनुकूल बन्दै अगाडि बढ्नुपर्छ है भन्ने एउटा मान्यता पनि कलाकार साथीहरूमा रहन्छ। र आज इन्द्रेणीको बसाई र विशेष गरी असारको यो मध्य भागमा हामी छौं र असारको मध्य भाग भन्ने बित्तिकै अब धेरै ठाउँहरूमा मलाई लाग्छ सम्भवतः पानी पनि परिरहेको छ र असारको मेलो सबै ठाउँमा लागिरहेको छ। कति ठाउँहरूमा यतिखेर अहिलेको यो समयमा पनि रोपाई भइरहेको होला भने कति ठाउँमा चाहिँ हैन असार 15 आउँदैछ, दही चिउरा खाँदै मानो रोपेर मुरी उब्जाउने यो समयलाई चाहिँ ऊर्जाशील बनाउनु पर्छ भनेर पनि 15 गतेको लागि पनि आफ्ना खेतहरूको गहराहरू चाहिँ अहिले पानी ढिलिपिली बनाएर राखिरहनु भएको होला जस्तो पनि लाग्छ। हो, आज हामी असारको महत्व, असारे गीत सँगै अहिले पछिल्लो समय त घाँसे गीतलाई पनि असारे भन्न थालिएको छ, यसको के हो कुरा सँगै एक किसिमको अब यो झ्याउरे गीतका सन्दर्भदेखि लिएर अब यो असारे गीतलाई चाहिँ यो ग्रीष्ममा गाउने र यसलाई चाहिँ रसिया पनि भन्ने गरिन्छ र यसको यो बुझ्नको लागि तपाईँ धेरै साथीहरूलाई इच्छुक हुनुहुन्छ भन्ने मलाई लाग्छ। आज हामीसँग नेपाली लोकसंगीत र अझ भन्नुपर्दा घाँसे, काठे सँगै असारे गीत संगीतका ज्ञाता हुनुहुन्छ वरिष्ठ कलाकार शिवनारायण जोशी। उहाँ राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ। 2057 सालमा सो संस्था स्थापना गरी नेपाली लोकसंगीतको विकासको लागि शिवनारायण जोशी र त्यो समयमा उहाँका समकालीनहरू लागि नै रहनु भएको छ। र आज नेपाली लोकसंगीतको क्षेत्रमा आदरणीय शिवनारायण जोशीको नाम लिन पाउँदा हामी धेरै काठ क्षेत्रमा रहने र देशैभर छरिरहेका कलाकारले पनि एउटा गर्वको आवाज गर्नुहुन्छ। आज हामीसँग वरिष्ठ कलाकार शिवनारायण जोशी हुनुहुन्छ। दाइलाई सबैभन्दा पहिला इन्द्रेणीको बसाइमा स्वागत गरे दाइ। धन्यवाद। यो काठमाडौँ रेडियो सुन्ने सम्पूर्ण श्रोताहरूलाई मेरो तर्फबाट हार्दिक हार्दिक असारको 15 को नमन गर्दछु। ग्रीष्म ऋतुमा गाउने असारे गीत हो र अहिले घाँसे गीतले असारे भन्छ जस्तो हजुरले कुरा गर्नुभयो। र यो अहिले त के भने पहाडी क्षेत्रमा पुरा मध्य रोपाई छ। अहिले पहाडी क्षेत्र जतिमा मध्य रोपाई छ, अन्ततिर चाहिँ भर्खर भर्खर रोपाई सुरु हुँदैछ। कोहीको त अब अलि पछि नै हुन्छ र अहिले त विकासित भएको हुनाले फागुन चैतीतिर रोप्ने चाहिँ धान चाहिँ पाक्न लागिरहेको छ। अब असार रोप्ने चाहिँ असारे भन्ने चाहिँ मुख्य चाहिँ अब मध्य भइरहेछ। पक्कै पनि आज शिवनारायण दाइलाई बोलाउँदै गर्दा मलाई लाग्छ नेपाली लोकदोहोरीको क्षेत्र र
लोक संगीतलाई मन पराउने र यो असारको बारेमा केही बुझौं भन्ने धेरै साथीहरूको एउटा बुझ्नको लागि पर्खाइको घडी पनि छ र आज विशेष गरी असार लागिसकेपछि शिवनारायण दाइलाई चाहिँ रेडियोमा बोलाएर आम श्रोता दर्शकसँग सँगै रहिएन भने त्यो एउटा खल्लोपनको आवाज चाहिँ हामी सञ्चारकर्मीहरूले गर्छौं। त्यही कारण पनि आज असारको 13 गते हैन अब 15 आउँदैछ र यो बीचमा आज इन्द्रणीको यो श्रृंखलामा बस्न पायौं। सबैभन्दा पहिला दाइ अब असारका गीतहरू दाइको निरन्तर आइरहेको छ। अहिलेको पाली पनि असारको गीत रेडियो टेलिभिजनहरूमा बज्न थालिरहेका छन् र बजी पनि रहेका छन्। यो अलिकति असार अनि यो असारको महत्त्वको सन्दर्भ चाहिँ अलिकति जोडिदिनुस् न। यो असार भनेको के छ भनेदेखि जति काम गरेर थाकेको असार भन्दै यता यो 2-3 तिर लाग्छ। एक त असार राज्य त्यसै असारमा छ, सार वस्तु भेटाएको छैन राज्यले पनि। त्यहाँ माथि पनि किसानीले के छ भने काम गरेर भ्याइ नभ्याइ पनि महिना पनि भगवानले राखेको पनि कसले रचेर राखेका हुन्। यो असार भन्ने कुरो सार वस्तु नभेटाउने बेला यसलाई असार पनि भनिन्छ है। फेरि यो धार्मिक क्षेत्रबाट पनि यो असार भनेको यो महाज्ञानीहरूले पनि असारलाई तत्त्वहरू बुझ्न सक्नु भएको छैन। यसलाई के भन्छ हामी कृषि सम्बन्धी भएको अब हामीले थाहा पाउनु त 95% कृषिमा आधारित हुनुहुन्थ्यो र अहिले कृषि छोड्दै आउनुभयो। नत्र भने यो काम गरिकन वस्तुलाई घाँस काट, गोठालो जाऊ, खेतमा पानी लाऊ, बिउ काट, बिउ कतै राख्ने कतै गर्नेले काम भ्याइ नभएको हुनाले 1 महिना पनि यसलाई असार भनिन्छ। त्यो असारको महत्त्व के भनेदेखि मुठी रोपेर मुरी उब्जाउने समय हो यो। त्यसो हुनाले यो 2 महिना 1 महिना काम दुःख गरेर वर्ष दिनसम्म खाली भित्राउने भएको हुनाले यसलाई असार भन्छ। छिटो गर्नुपर्ने यो सार वस्तु नभेटाउने भएर त्यसलाई असार भनेको एक महत्त्व यो हो। त्यहाँमाथि पनि के छ भनेदेखि अघि हाम्रो देशमा नेपालमा पहिला त यो गरम लागे, ग्रीष्म ऋतु लागेपछि अब दादुरा, ठेउला, बिफोर अनि अब अहिले लाग्ने झाडा बान्ता छ। 8 दिन लाग्छ। 8 दिन भने चाहिँ लागे 8 दिनमा मरिहाल्ने। हैचा भने हैचा चाहिँ झन् छिटो मर्ने। त्यो त अहिले पछिल्लो समयको पुस्तालाई त थाहा नै छैन। अनि भन्नुस् त। अनि हैचा अनि छेरौटी भन्छ नि। अहिले पनि कसैलाई केटीले केटालाई गर्नु पर्यो भने कसैलाई गाली नराम्रो गाह्रो हैचाले खाने 8 दिनको आएर छेरौटी भन्ने त अहिले पनि ख्यालटाटामा यो कुरा गर्दैछ। किन भन्दा त्यो परिआएको साथ चाहिँ अहिले चाहिँ ख्यालटाटाले छेरौटी भन्ने गाउँतिरको चलन अझै पनि छेरौटी हैचा 8 दिनले खाने हेर बिगारे सबै भन्ने चलन छ। खास गरी त्यो असारको 15मा दही चिउरा किन खाने भन्दा यही असारको 15मा यो दही र चिउरा किन खाने भनेदेखि दही चिउरा एउटा औषधिको लागि खाने। त्यो खालि अहिले चाडबाड मानिरहेछ। चाडबाड मानेछ महिनै बेसी महत्त्व छ। त्यो दही र चिउरा खाएपछि पेट गडबड भएको हैजा नलागो, छेरौटी नलागो, त्यो बेला पानी खाँदाखेरि पानी छानेर खाने पानी छैन, मुलको पानी खाने भन्ने चलन थियो होइन। कलाम या पानी त्यसलाई जहाँ लाग्छ त्यो पानी खाने चलन थियो। हामीले सबै त्यसरी खाएको हौँ। अहिले पो पानी खाने मुलको भन्छन्, सन्तान जोड्ने कुलको पानी खाने मुलको भन्ने हामी गीतै गाउँथ्यौँ। त्यसरी गर्थ्यौँ भने दही र चिउरा खाने चाहिँ पेट सफा रहोस् भनेर दही र चिउरा असारको 15 मध्ये हुन्छ। 1 गतेदेखि रोक्थ्यो 15 गते अब संक्रान्ति दिनु त मेटिन्छ। विशेष गरी अब यो दही चिउरा चाहिँ पाचन शक्ति बढाउनको लागि अनि कब्जियतहरू हटाउनको लागि हैन, अनि छालालाई चाहिँ नरम पार्नको लागि हैन, अनि हजुरले भने जस्तै पेटलाई चाहिँ सफा राख्न, शीतलता प्रदान गर्नको लागि चाहिँ हामीले दहीलाई ज्यादै राम्रो मान्छौँ। असार भरि त्यो पानी कहाँ खाएको हुन्छ, पेट गडबडिरहेछ। कोही अब अहिले पनि चलन छ कि अलिकति दिशा बढी लाग्यो भनेदेखि दही चिउरा खानु, केरा खानु भन्ने खायो भने ठिक हुन्छ भन्ने। तर महत्त्व महिना असारको चाहिँ यही हो महत्त्व। जस्तो अब के अरे औँसी हुन्छ नि, के एउटा औँसी छ नि, यो अगाडि माथि थियो औँसी भन्दा पछाडि के हो कि अगाडि 80 तृतीय भन्छ। 80 तृतीय किन मान्छौँ हामीले? महिनै विषयको महत्त्व छ भन्नु खोज्यो भने 80 तृतीय भनेको किनभने शिव पार्वतीको बिहा हुने, बिहा बेलामा त्यो चिज के खाने त गुलियो पर्दा त उखुको रसहरू खाने र
शुद्ध पदार्थ के खाने भन्दा जौको पिठो सातु खाने भनेर त्यो बेला हाम्रो त अहिले पो बिहा गर्ने बेला कति बिगारा छौँ मासु भात खानुपर्ने रक्सी खानुपर्ने जाँड खानुपर्ने हरेक यसो छ खानु त त्यसरी भन्दा भगवान्ले शिवजीको र पार्वतीको बिहा हुने बेलामा यस्तो यस्तो खानु भन्ने त्यही बेला दिएको छ कि त्यो खानु भनेको किन भन्दै अब यो रोग नलागोस् है भनेर जौको पिठो भने सबैभन्दा जेठो जौ हो उत्तम चिज हो मरे पनि मुक्ति हुने र हुने चिज हो यो प्राण जाने बेलामा जौ र तेल मुखमा हाल्देऊ न भने उत्तम चिज खानु भने त्यही बेलादेखि सुरु भयो वसन्त ऋतुको पर्छ त्यो वसन्त ऋतुबाट आएर यो ग्रीष्म ऋतुमा आयो अब ग्रीष्म ऋतुबाट अब के अरे वर्षा ऋतुमा जान्छ वर्षा ऋतुमा जाने बेलामा खिर खानुपर्छ साउनको 15 गीतै आउँछ असारको भाकामा हैन असार 15 दही चिउरा साउन 15 खाने खिर खिर खानेको महत्त्व बेग्लै छ खिर किन भन्दाखेरि बर्खाभरि रुचि काम गरेको छ अब साउनमा कोदो रोपाइ अब ठाउँ ठाउँमा बिरुजी काम गर्छ खेत पनि रोपाइ सकिन्छ सबै अनि त्यो भयो भने उसको सर्दी जाओस् के अरे त्यसलाई सर्दी नलागोस् पोसिलो चिसो भनेर त्यो खानु पर्यो त्यहाँबाट पछाडि के भन्छ खेत गर्दा चिसो लाग्यो यो गरेपछि जनेपुर नै हुन्छ जनेपुर क्वाटी खानी भनेको त्यो बर्खाभरिको काम गरौँ पछि हाम्रो यो संस्कृति अनुसार चाहिँ हाम्रा हरेक महिना जुन 12 महिना छन् यो 12 महिनाको महत्त्व आफ्नै छ वैशाखदेखि चैत्रसम्मको महत्त्व आफ्नै छ त्यसैले हुन त यो असार भन्ने बित्तिकै महिना भनौँ वर्षको 3 वटा महिनाको रूपमा आउँछ वैशाख जेठ असार र यसको के भनिन्छ भने चैत र वैशाख वसन्त ऋतु हुन्छ अनि जेठ र असार ग्रीष्म ऋतु हुन्छ धेरै गरम हुने चाहिँ ग्रीष्म ऋतुमा हो वर्षा ऋतु भनेको चाहिँ साउन र भदौ वर्षा ऋतु हुन्छ अनि शरद ऋतु तर मनसुन अहिले नै चल्ने भएको भएर चाहिँ यसलाई पनि अहिले नै सारियो यो हो कि जस्तो पनि लाग्छ तिथिबाट सर्दो रहेछ त्यो चाहिँ हैन तलमाथि हुने तलमाथि हुने अनि सबैभन्दा रमाइलो ऋतु चाहिँ भने शरद ऋतु हो सबै रमाइलो मिठो खान पाउने सबै कुरा हुने त्यही भएर दसैँ पनि सायद त्यही बेलामा पारेको होला जस्तो लाग्छ दसैँ तिहार है अब चाहिँ अलिकति असार 15 असारको महत्त्वका सन्दर्भमा आम श्रोता साथीहरूले बुझिसक्नु भएको छ अब हजुर आइसकेपछि एउटा यो होहरी त खेल्नै पर्छ जस्तो लाग्छ दाइ यतिखेर प्रत्यक्ष हुँदै गर्दा अब दाइको गीतलाई त हिजोको दिनदेखि नि आजसम्म सुन्दै आउनुभएका र साथीहरूले अझ विशेष महत्त्वको रूपमा लिनुहुन्छ हामी यो आज मात्रै पनि यो राष्ट्रिय लोक सञ्चार नेपालले यही असारको 15 गते धन दिवस र असार 15 मनाउँदै गर्दा त्यहाँ चाहिँ बुढापाका भेट भएको थियो कतिले अब यो समाचारहरूमा सुन्नुभयो होला ओहो हाम्रो क्षेत्रको चाहिँ शिवनारायण जोशी पनि आउनुहुन्छ हैन त भन्न चाहिँ त्यहाँ आज केही बुढापाकाहरूले शिवचोक काठमाडौँमा त्यहाँ कुराकानी गर्दै हुनुहुन्थ्यो मैले भने पक्कै पनि शिवनारायण दाइ आउनुहुन्छ खेतको गरामा बसेर हामी मजासँग हिलो खेल्दै असारे गीत गाउँछौँ दाइहरूसँग भन्दाखेरि त्यहाँका हाम्रा बुढापाका आमा बुवाहरू चाहिँ खुसी हुनुभएको थियो कि त्यसैले अब यो असारको भाकाको उत्पत्ति कसरी भयो र असारे गीत भन्ने बित्तिकै विशेष गरी कार क्षेत्रमा शिवनारायण जोशीको नाम पहिलो स्थानमा आउँछ हैन त्यसैले धेरै साथीहरूलाई चाहिँ असार भन्ने बित्तिकै शिवनारायण जोशीको अर्को नाम हो भन्छन् अब दाइले अलिकति यो असार भाकाको उत्पत्ति कसरी भयो कार क्षेत्रमा असारका गीतहरू कहिलेबाट गाउन थालिए यसको सन्दर्भ गीत जोडिदिनुस् न दाइ यो असारे गीत भनेको हाम्रो मात्रै देशमा मात्रै होइन यो अन्तर्राष्ट्रियमा पनि छ अन्तर्राष्ट्रिय भन्दा पहिला हाम्रो नेपालै रहेछ पूर्व यो टिस्टा भन्दा नि उता बाख्रान गाउँदेखि लिएर नागा देशदेखि लिएर त्यो बर्माकै नेपालीहरू बसोबास बसेदेखि लिएर त्यहाँदेखि लिएर असारे गीत जाने उस्तै दार्जिलिङतिर भयो उस्तै भएर हाम्रो यो भेग पनि पूर्वैतिरको लवाबमा गएर असारे गाइन्छ भनेपछि दाइ अलिकति विशेष गरी चाहिँ यो असारको मासमा गाइने गुन्जने यो जुन भाका असारे गीतलाई चाहिँ त्यहीबाट यता आएको भएर नेपालमा चाहिँ रसिया भनिन्छ जस्तो लाग्छ होइन रसिया भनेको चाहिँ के भन्दा भागवतमा नि सुन्नु भएको होला तपाईले भागवतमा के भनेको छ भनेदेखि कृष्ण भगवानले झोक्याइरहेको हुँदा गोपिनीहरूले जहाँसम्म कृष्ण समाते ढुङ्गा हुने कहीँ के अरे धैर्यको ठुटो हुने भएको हुनाले त्यति बिरह गाएर मैले मन परेको चाहिँ तपाईँहरूले भेटाएन भने हामी अलि दुखित हुन्छौँ नि त्यसै भएर त्यति बेला उत्पत्ति भएको द्वापर युगबाट उत्पत्ति भएको यो रसिया गीत हो रसियाले परिमार्जित भएर घाँसे गीत भन्नु आएको र घाँसे गीत र यो असारे फरक छ फेरि अहिले पछिल्लो समय चाहिँ दाइलाई पनि थाहा छ धेरै कलाकार साथीहरू जो अहिले आउनुहुन्छ उहाँले चाहिँ घाँसे गीत भनेको असारे हो कि क्या हो पनि भन्नुहुन्छ तर त्यो होइन
असारे भनेको खेती गर्दाखेरि तालमा धनी धनी व्यक्तिले बेठी हालेर जहाँ पूर्वदेखि लिएर पश्चिमतिर लेखेर पश्चिम कागडासम्म पनि यो असारे गीत गाउँछ। तर आफ्नो माटो अनुसार, आफ्नो भाषा अनुसार, मातृभाषा अनुसार ताल त्यस्तै हुन जान्छ। अलिकति ढिलो छिटो पन मात्रै फरक हुन्छ असारे चाहिँ। अब रसिया भने रसिया चाहिँ परिमार्जित भएर घाँसी गीत हुन आयो। भनेपछि यहाँ यसरी बुझ्न जरुरी छ कि रसिया गीत चाहिँ परिमार्जित भएर घाँसेमा रूपान्तरण भयो। हजुर, त्यो घाँसे गीत पूर्वतिरलाई हात पारे। घाँसे गीत चाहिँ तपाईको 12 मास गाइन्छ हैन? 12 मास। यो त यो झ्याउरे तालमा होइन, यो अर्थ तालमा गाउनु पनि सकिन्छ, बिना तालमा पनि गाउन सकिन्छ। तर पूर्वतिर चाहिँ हात पारी भन्छ यसलाई। पारी खोलाबाट पारी खोला कराउँदाखेरि पारेर गीत गाउनु पर्ने भनेर हात पारी भन्छ। हाम्रो चाहिँ घाँस गोठालो जान्थ्यो, घाँस विशेष गरी पूर्वमा छ, अहिले पनि पूर्व छ, चलिराखेकै छ। हात पारी अहिले पछिल्लो समय पूर्वमा कमलीकान्त भेटवाल, नवीन खड्काहरूले यसलाई जीवन्त दिनुभएको छ। शब्द उति नै हुन्छ सम्पूर्ण, त्यताको हात पारी भन्छन्। हाम्रो यहाँले घाँसे गीत भन्छन्। अलि तल गएपछि ठाडी भागा भन्छन्, ठाडी भागा भन्छन्। त्यहाँ तर डेउडा भन्छन्, डेउडा भन्छन्। यहाँ हाम्रो देश सञ्चाल त्यो अन्तिमलाई डेउडा भन्छन्। त्यहाँ के अरे इन्डियापट्टि लागेपछि त्यसलाई कव्वाली पनि भन्छन्, कव्वाली पनि भन्छन्। त्यसले कव्वाली भन्छन्, त्यो कव्वाली भन्छन्। त्यो घाँसे गीतलाई त्यसरी भनेर भन्दै जान्छ। त्यो लामो राग पनि आफ्नो भाषा अनुसार, मातृभाषा अनुसार सबै ठाउँमा छ। हामीले यसरी बुझ्दा हो कि दाइ, जस्तै हाम्रो देश नेपाल पनि, किनभने यो भूगोलको हिसाबले हिमाल पहाड तराई छ हैन, अनि हिमालमा छुट्टै खालको गीत गाइन्छ अनि पहाड पूर्वी पहाडमा अर्कै खालको हुन्छ, जुन चाहिँ यो सबैले बुझ्ने खालको हुन्छ भने अब तराईतिर गइसकेपछि तराईको आफ्नै खालको गीतहरू हुन्छ। यसरी चाहिँ भनौँ अलिकति भूगोल अनुसार पनि संस्कृति अनुसार फरक भएको छ। जस्तो लेखमा मकै पाक्नु पर्यो भने हिमाल क्षेत्रपट्टि मकै पाक्नु पर्यो भने माघा रोपेर कार्तिकमा पाक्छ। अब त्यहाँदेखि तल चैतमा रोगेर भदौमा पाक्छ। यो जुन त्यो चाहिँ हाम्रो पहाडको त्यस्तै हो। सबै संस्कृति संस्कार पनि र यो अहिले तराईतिर 12 मास जतिखेर मकै पाक्छ। यहाँ त 60 दिनमा पाक्छ। यहाँ त तराईमा त 60 दिनपछि त्यही मकै हो, 60 दिनमा पाक्छ भने। उता बखुलाएर के अरे हिमालमा बखुलाएर बस्छन् भने बखुलाएर तराईमा बस्नु सक्दैन, किनभने त्यहाँ गर्मी बढी छ, हिमालमा जाडो छ, पहाडमा मध्य छ। हजुर हजुर, त्यही अनुसारको गीतहरू सङ्गीतहरू सम्पूर्ण फरक फरक छ कि त्यहाँ बस्ने बासिन्दा। अब अघि दाइ जस्तै अहिले यो असारका गीतहरूलाई कर्मगीत पनि भनिन्छ, किनभने काम गर्ने सिजनमा गाइने भएको हिसाबले हैन। र के भन्छ दाइ यसलाई चाहिँ कर्मगीत भनिन्छ कि भन्दैन? कर्मगीत भन्दा नि यो त आफ्नो छोरी बढी मात्रामा छोरी मान्छेले बेरा नपोख्ने ठाउँ हो। गोठालो जाँदा, घाँस काट्न जाँदा, दाउर खोज्न जाँदाखेरि आफ्नो बच्चा पछाडि बोकेर अगाडि बोकेर घाँसको बारी गरेर। अनि यो यतातिर क्षेत्रमा चाहिँ के भने अलिअलि सिपाहीहरू बसेपछि रोपाई गर्ने बेला त्यति थिएन, त्यति बेला घाँसे गीत यतातिर चल्दैन थियो। हाम्रो पहाडी क्षेत्रमा बढी चल्ने, यता चल्दैन थियो। अनि खेतीपाती गरेपछि काम के गरी दिन काट्ने त भन्दाखेरि रोपारहरूले रोपेर गीत गाएर। अब यही बेलामा जस्तै अघि मलाई सोध्न मन लागेको, जस्तै हामी चाहिँ असारे गीतमा चाहिँ एउटा हाम्रो आफ्नो वास्तविक जीवन पाउँछौँ भन्छौँ, जहाँ चाहिँ जीवनसँग जोडिएका त्यहाँ चाहिँ मिलन हुन्छ, बिछोड हुन्छ। अनि यो हाम्रो प्रकृतिको चाहिँ वर्णन हामीले त्यहाँ गर्न पाएका हुन्छौँ। अनि अलिकति असार भन्ने बित्तिकै रमाइलो गर्दै व्यङ्ग्यात्मक रूपमा पनि प्रस्तुत गरिन्छ हैन। र एउटा लयबद्ध भएर चाहिँ एउटा यो गीतहरूलाई चाहिँ जीवन्त पनि त्यहाँ दिइन्छ। र असारे गीतका भाकामा जुन तपाईको फाँकी हाल्ने भन्छ नि दाइ, जस्तै 16 अक्षरका हुन्छन् अनि यसलाई चाहिँ हैन, अनि त्यो चाहिँ तपाईको एक पाउका 10 अक्षरमा विश्रामले चाहिँ लेग्रो तानेर गाउने भन्छन् हैन। यसरी नै गाइन्छ नि यो गीतलाई। अलिकति मैले हजुरलाई यो सुरुवातमा नै जोडेको थिएँ, कार क्षेत्रमा चाहिँ यसको उत्पत्तिको केही कुराहरू छ दाइ? हजुर अगाडि क्षेत्रमा त यो यसो थियो, पहिला त यो जलमय ठाउँ हो यसमा। हजुर, किनभने आज आम श्रोताहरू यो बारेमा बुझ्न चाहनुहुन्छ। अलिकति यसमा अब यो असारी मात्रै त्यो मादलहरू कसरी बन्यो र यो दमाहरू कसरी बन्यो भन्ने कुराहरू चाहिँ यो जलमय क्षेत्र हो। पहिला कसै राज्य पनि थिएन, यहाँ वरिपरि गोठालो गोपालहरू बस्ने हुन्, गोठालो भन्ने। त्यति बेला के हुन्थ्यो भन्दाखेरि
जलमय ठाउँ वरिपरि वस्तुहरू चर्ने भएको हुनाले बाघ भालु राक्षस उयो बेलामा त राक्षस थियो होइन राक्षस थियो त्यसलाई त भगाउनु के गर्ने त अब केही पनि थिएन अनि गाई पनि खाइदिने मान्छे पनि खाइदिने बाख्रा पनि खाइदिने भैँसी जे पानी खाइदिने अनि त्यो गाईको छाला चाहिँ अब बेलामा यो दमा बजाउने मादल बनाउनु भन्ने चलन थिएन त्यति बेला चाहिँ के त्यो टोडको भेटाएर टोडकोमा छ त्यो गाईको छाला सट्ट बेरेर त्यसलाई किला ठोकेर अनि त्यो दाडा अनि के कसलाई दबाउने भन्दाखेरि त्यो राक्षस दबाउने अनि बाघ भालु दबाउने त्यो ढुङढुङ गरेर चाहिँ एकदम नसुनिएको आवाज हुन्छ त्यसपछि धौनको लागि उत्पत्ति चाहिँ हाम्रै नेपालबाट त्यो दमा ट्यामको मादल त्यहाँ पछि हुँदा आएर बाजाहरू पञ्चे बाजा उत्पादन भयो तर त्यो मादल पनि हाम्रो यहीँबाट उत्पादन भएको बाँसुरी सारेङ्गीहरू सबै भएको अहिले हाम्रो नेपालको भनेर चाहिँ कतै गुगलमा खेल्दाखेरि पाइँदैन सबै इन्डियाको भनेर राखेका छन् र संस्कृति संस्कार पनि के भने हाम्रै देशमा के अरे मार्कण्डेय ऋषि जन्मेको व्यासजी जन्मेको तर हाम्रै यहाँबाट गएर त्यति बेला कसले पढ्यो त भन्दाखेरि हिन्दुस्तानका क्षेत्री बाहुनहरूले पढेको हुनाले भारतमा पढेको हुनाले उनले जाने भएर त्यहाँबाट पछाड भएर आएर हिन्दू धर्म भने पनि त्यो देवभूमि नेपालमै हो यो मैले पढेको इतिहास हेर्दा र गीत होइन उसमा के अरे वेदमा हेर्दा र भागवत हिम्मत खण्डमा सबै नेपालको बयान हिम्मत खण्डमा भागवतमा छ तर त्यो बयान चाहिँ हाम्रो नेपालमा त्यति दिने छैन एउटा पैसा कहाँ होला हिमाल किनभने धेरै वर्णन देवभूमि क्षेत्रमा हाम्रो ठुलो तीर्थ यहाँ छ त्यहाँ यता के भनेदेखि अब वल्लो घरको उत्पत्ति राम्रो र देख्नु नसकेर पल्लो गरेको डाँडो आएको जस्तो अन्त्यतिर गएको छ हाम्रै उसमा के अरे सङ्गीत विषय पनि नेपाली भन्नु नसकेर भातखण्डे भनेर लेखिदिएको छ उत्तर भातखण्डे भनेर लेखिएको छ कि इन्डियाका मान्छेहरूले उत्तर भातखण्डे भनेर लेखाएको छ उ त पनि त अर्कै ऊ भइगयो है हाम्रो सङ्गीतलाई उत्तर भातखण्डे भनेर लेखिएको छ कतिसम्म हामी पछाडि रहेछौँ हाम्रै यहाँ सबै कुराहरू हाम्रै छन् हाम्रैमा उत्पत्ति भएका छन् तर यहाँ अरूले भोगविलास गरे र बिस्तारै फेरि हामीले त्यहीलाई चाहिँ अनुसरण गर्नु हाम्रै कुराहरू चाहिँ पढेर उनीहरू चाहिँ महात्मा विद्वान बन्ने हाम्रो चाहिँ जुन देशमा उत्पत्ति भएको चाहिँ त्यसमा चाहिँ केही पनि छैन नभनाएर होइन हामी त के भन्छ तपाईँ अलिकति बढ्ला तपाईँ खुट्टा म तानिदिन्छु मेरो म अलिकति बढ्ला तपाईँले तान्नुहुन्छ यस्तैमा बसिरहेको छ यो अहिले पनि त्यही छ राजनीति पनि त्यही छ सङ्गीत विषय पनि त्यही छ त्यही भएर होला सायद हामी पछाडि परेका त्यही नै हो आफू नसुध्रेको हुनाले नि यो देशहरू सङ्गीत किन भन्दा अझ भन्नु मैले बाँकी रहेको छु के छ भने जुनैको पनि गुरु चाहिन्छ हामीले गाईतिर जनै लगाउँछौँ नि हामीले जनै लगाउनलाई पनि गुरुले दिएको जनै हो नि त नि यो गर्नुमा चाहिँ हामी त्यही गरिरहन्छौँ नि जस्तो पनि तर बिना गुरुको शिक्षाहरू राजनीतिमा त्यस्तै छन् सङ्गीतमा नि त्यस्तै छन् जुनै चिजमा पनि व्यापारमा नि त्यस्तै छन् बिना गुरुको शिक्षाहरू चाहिँ बढी मात्रामा गुरु हुनुलाई सजिलो छ विद्यार्थी हुनुलाई धेरै गाह्रो छ त्यसै भएको हुनाले बिग्रेको अब अलिकति दाइ असारको बेला छ अलिकति असारे नै कुरा हामी बढी गरिरहेको छौँ र दाइको एउटा गीतलाई आम श्रोतामाझ राख्नु पनि बेला भएको छ दाइ प्रत्यक्ष हुँदै गर्दा थोरै दाइको मुखबाट पनि केही सुनाउ जस्तो पनि लागेको छ पहिला पनि गाएको अहिले पनि थोरै गुनगुनाइदिनु न पाकेर गयो माल बुकेर पाकेन लोहोरी एकोरो माया के महिमा हुन्छ लाउ माया दोरी लाउ माया दोरी कान्छी लाउ माया दोरी एकोरो माया के महिमा हुन्छ लाउ माया दोरी होरी हो एकोरो माया के महिमा हुन्छ लाउ माया दोरी पाकेर गयो हो माला बुकेर लाउ पाके नालोरी एकोरो माया के को महिमा हुन्छ लाइदेऊ माया दोरी
यसलाई चाहिँ असारी भन्छ। असारी भाका असारी गीत चाहिँ यसलाई भन्छ। यो चाहिँ बेठी गीत पनि भन्छ यसैलाई। यसको ताल अलिकति मलाई त्यो हजुरको त्यो समयतिर जान मन लाग्यो। आज समय घर्केको छ, दाइ यो गीत गाउँदै गर्दा युवा पुस्ता हुनुहुन्थ्यो, आज अलिकति बिस्तारै समय अनुसार बुढौलीतिर पनि हामी ढल्किएका छौँ। एउटा समय चक्र पनि हो, सधैँ मान्छे एउटै बस्न पनि सक्दैनन्। अलिकति दाइ अब यसरी यो गीत सुन्दै गर्दा धेरैले त यी गीतहरू सुन्नु भएको छ, यिनै गीतहरू अनुसरण गर्दै पछिल्लो समय कलाकार साथीहरूले गीत सङ्गीतहरू सिर्जना गर्नुभएको छ। हामीले धेरै पछिल्लो पुस्ताका कलाकारहरूमा पनि पाउन सक्छौँ। कति गीतहरू प्राय काठे गीत निकाल्ने बित्तिकै, असारे गीत निकाल्ने बित्तिकै सिमराहाङ जोशी दाईलाई नसोधी त गीत निकाल्नु हुँदैन भन्न पनि भन्नुहुन्छ। कति दाईका गीतहरू उस्तै दुरुस्तै गाएर धेरै पटक दाईसँगै बसेर नवकलाकारका गीतहरूलाई त्यस्तो भयो भनेर एउटा मिलाउने कामहरू पनि हामी बसेर गरि पनि रहेका छौँ। अब यो असारको बेला दाईको युवा उमेर, गीत गाउने बेला, दाईले यो गीत गाउन चाहिँ कति सालबाट सुरु गर्नुभयो दाई? अलिकति स्वर मिसाउँ त 15-16 सालबाटै हो। 15-16 सालबाट। 18 सालमा म 7 वर्षदेखि नै अलिकति मैले गीत सुरु गरेको। 7 वर्षमा 7 वर्षदेखि। अनि 18 सालबाट चाहिँ मैले दोहोरी गर्न सुरु गर्नुभयो। दाईको घर त नुवाकोट होइन? नुवाकोट हो। नुवाकोटको कुन ठाउँ दाई? मेरो बिन्डाडा भन्छ, तलाको गाविस सम्पर्क। हाम्रो बिन्डाडा भनेपछि पहिला प्रसिद्ध कालो बेदार खलक भनेपछि प्रसिद्ध त्यो जिल्लै थर्केर बसेको हाम्रो बाजे बाबु बाजेहरूले। एउटा बाजे द्वारे, एउटा बाजे बैदार, एउटा बाजे जिम्मल मुखियाहरू यस्तै यस्तै भनेर बसेको। त्यो बेला अब जानमाराहरू अब अरू यस्तो यस्तोहरू चाहिँ उहाँले राख्ने र उहाँबाट प्रोजेक्ट गएपछि जिल्लामा लगेर खोरमा लैजाने नि। त्यसरी त्यो भनेपछि हिजोको दिनमा भनिन्थ्यो नि, कोही बेला पञ्चको समय थियो, पञ्चका समय थियो, प्रधान पञ्चले मिलाउने थिए। त्यसपछि बिस्तारै अब बौद्धहरू आउन थाले होइन। लम्बकर्ण भट्टेको बैदार भएको हुनाले बैदार खालक भनेर लम्बकर्णे भने हजुरले सुन्नु भएको छ? एउटा कान ओढ्ने, एउटा कान ओछ्याउने। अब त्यो किन कदाड आयो भने ती 3 का जन्म चाहिँ इन्डियामा हो। त्यो प्रताप मल्लकालीनमा यहाँ निसाब सिन्नी कोही पनि भएनन्। यहाँ धेरैजना मान्छे रोग र उल्पिहरू भएको हुनाले यो काला भैरव, सेता भैरव, हनुमानलाई जगाएर एक ठाउँ राखेको हुनाले त्यो चाहिँ लम्बकर्ण भट्ट त्यति जान्ने भएको हुनाले त्यो शक्तिशाली त्यहाँ उ भएको हुनाले त्यसैलाई के गर्थ्यो भने तैँले 7 दिनसम्म खोरुन्डो घोडा र चुनी ताप्केमा भात पकाएर खाएर जति तैँले घुम्नु सक्छ त्यति तेरो बिर्दा भनेर त्यति बेला राजाले त्यो दिएको हुनाले त्यो तारिक उत्तरतिर गएर त्यो 7 दिनसम्म उता सिन्धुपाल्चोक, उता के ग्याल्थुम, हेलम्बुसम्म उसले राज्यले गरेको भने त्यही बेलामा हाम्रो कान्छा बाजे चाहिँ बैदार भएर उसको बैदार भएर काम गरे। त्यो बेला बैदारहरूलाई पढ्नु पर्ने थिएन। त्यो सधैँ जन्मेपछि नि त्यसले चाहिँ त्यो एउटा पाएर आउँथ्यो, पदवी पाएर आउँथ्यो हैन त्यो खालको। अब दाइको एउटा चाहिँ खलक र हिजोको पुस्ताहरूले नुवाकोटमा एउटा राजघाट सहित नै बसेको कारणले पनि होला। अब अहिले भाषामा सामन्तिनी भन्नु त्यो बेलामा होइन। यस्तो जुन समयमा जे छ त्यो अनुसार चल्ने त हो नि। आज त्यो समय छैन होइन। आज देशमा गणतन्त्र आएको छ, हिजो राजतन्त्र थियो होइन। त्योभन्दा अगाडि चाहिँ पञ्चहरू थिए, राणाहरू थिए। यो समयकाल अनुसार फेरिँदै जाने कुराहरू हो र अहिले चाहिँ देशमा हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक देशमा रहेका छौँ। धेरै चाहिँ घाँसे गीत प्रसार भएको अहिले राणाकालमा भन्नु पनि यो राणाकालीनमै यो घाँसे गीतहरू चाहिँ रोमान्टिकका त्यति बेला गर्ने बेला कोही पनि थिएन र अस्तो यो झ्याउरी झ्याउरी। अब दाइ हजुरले गीत गाउन सुरु गर्दै यहाँले भन्नुभयो म सानै उमेरदेखि गीत गाउन थालेँ। दाइको परिवारमा चाहिँ दाइभन्दा अगाडि कोही हुनुहुन्थ्यो कि हुनुहुन्न जिज्ञासा मलाई। किनभने तपाईँमा त्यो एउटा चाहिँ बुवा हुनुहुन्थ्यो रहेछ पहिला। मेरो बुवा नि हुने 7 दिन 7 रात हेर्ने। त्यहाँबाट मेरा काकाका छोरा बुवाको कुन छोरामा सर्यो? बुवाको चाहिँ त लिपिबद्ध हुन सकेन होला। कति बेला 76 सालमा हिन्दुस्तान जानुभएको त्यति बेलाको कुरा होइन। मतलब लाउरी भन्ने अर्थ भन्दैन त्यो बेला लाउरी भनेपछि संसारले चिन्ने त्यति बेला हो। त्यो डाँडा पछाडि दाईहरूले काका बाबुको छोराहरूले दाईहरू भैरव दाई, किसनजा दाई, कुलबार दाई यस्तै यस्तै दाईहरूले त्यो सिके। त्यो भएपछि अनि त्यो डाँडा अलिकति उनी बेलामा त अहिले जस्तो तरुनीसँगै बसेर ठट्टा गर्न पाउँदैन थियो, गीत गाउनु पाउँदैन थियो, लुकेर गाउनु पर्थ्यो।
यो असारको महिनामा के गर्थेँ भनेदेखि अनि दाइले भन्यो कि तरुणलाई उसको दाइको तरुण लगाएर भन्दिनँ म खुसुक अनि मैले गाना भन्दिनँ अनि उसको तरुण लगाएर गीत गाइदिने सुनाइदिने उदाहरण फेरि भनेको गीत चाहिँ के गर्ने भने फेरि यता दाइ लाएर सुनाइदिने सवाल जवाब चाहिँ म त टेलिफोन भनौँ कि पत्रकार अब त्यो बेलामा हो अलिकति अब दाइका समकालीनका कुरा मलाई जोड्न मन लाग्यो होइन दाइले गीत गाउँदै गर्दा आफ्ना समकालीनहरू पनि हुनुहुन्थ्यो होला कति त स्वर्गीय पनि हुनुभयो कति जीवितै हुनुहुन्छ धेरै जस्तो त स्वर्गीय भइसक्नु मेरो 8-9 म 7 वर्ष र मेरो साथी ज्ञानबहादुर विष्ट पनि चाहिँ 8 वर्षको हुन्थ्यो हामी चाहिँ ऊ डाँडाखर्का भन्ने ठाउँमा 9 नम्बर 8 नम्बर वडा नुवाकोटको म 8 नम्बरमा पर्थेँ र हामी भेट गर्नुलाई 15-20 मिनट झन्डै आधा घण्टा जस्तो समय लाग्थ्यो ज्ञानबहादुर दाइ र हजुरको भेट हुन सानो सानोमा त्यो खेल्दै खेल्दै भेटेर हामी गीत गाउँ सिक्यौँ दुईजना दोस्ती मारेरै गाउनुहुन्छ हाम्रो त त्यो अहिलेसम्म अब अहिले बिरामी भएर थल पर्नु भएको छ उहाँ ज्ञानबहादुर दाइलाई एकदम शीघ्र स्वास्थ्य लाभको कामना दाइ बिना अहिले दाइ पनि खल्लै हुनुहुन्छ सँगै भएको म यति टाढा उहाँ त्यहाँ बसेर उहाँ बस्नु भएको छ नि म यहाँ बसेको छु पनि उनले झिके गीत म यहाँ स्वर ढाक्नु छ ठ्याक्कै मिल्छ मेरो र उसको स्वर फाटिँदैन मेरो साथीको र नजिक फेरि उसले के सिकाउनु पर्दैन के भन्न लाग्यो र उसलाई थाहा हुने उसले भन्ला मैले के भन्ला मलाई थाहा भएन ठ्याक्क कसैले त अहिलेसम्म गीत भनेर घाँसे गीतमा र झाउर गीत पहिला झाउर गीत पनि गाउँथेँ हारेको भने रेकर्ड छैन जहिले नै प्रथम जहिले पनि जित्ने गए पनि अब जस्तै दाइहरुसँग त्यो बेलामा ज्ञानबहादुर दाइहरु भयो दलबहादुर जीहरु भयो धेरै पछि आयो त यो अहिले कति 46-47 देखि मात्रै यो सुरु भएको तर विशेष गरी चाहिँ दाइको दोस्ती भनेको चाहिँ ज्ञानबहादुर नै हो सबैभन्दा मेरो नजिकको चाहिँ उनी हो मेरो स्वर मिल्ने महिलासँगै धेरै ज्यादा मिल्छ भन्नु त मान्छेले गिजाउलान् के त यस्तो भन्लान् है तर गीत हो नि गीत त गीतै हुन् पहिला मेरो छिमेकी गुर्सिनीहरू तामाङनीहरू धेरै थिए उनीहरूसँग मिलेर गीत गाउने केटा नभेटाए केटी भेटाए म केटीसँग गाउने नभए त्यही केटी फेरि केटासँग गएर केटी बनेर म गीत गाउने यस्तै दोहोरी खेल्थ्यौँ ज्ञानबहादुर कहिले काहीँ नगर्दाखेरि र हाम्रो त धेरै थियो चुनुमाया मिश्रीमाया भन्ने मेरो मितिन दिदी हो तर काखमा राखेर गीत गाउँथ्यो दिन बाटोमा हिँड्दै गयो गीत गाउँदै गयो उनीहरूसँग दोहोरी खेल्यो अनि बेलुका पुगेपछि मलाई त हामीलाई त लामो बाटो जात्रा जाँदाखेरि त निन्द्रा लाग्ने थका लाग्ने होइन खानेकुरो खान्थ्यो काखमा सुताउँथ्यो अनि उनीहरू काखमा म सुत्ने अनि उनीहरूले केटासँग दिन रातभरि गीत गाउँथ्यो भुलबोल फेरि गीत भन्दै घरसम्म 7 दिन 7 रात पनि दाइले गीत गाउनु भएको छ रे मैले पौडिया छ हजुरलाई त्यो सुन्नु भयो कि सुन्नु भएको छैन 5 रात 6 दिन गीत गाएर सुन्दरी जात्रा उसमा के रे नुवाकोटमा मैले सिन्दुरी जात्रामा त्यो एकदम अहिले पनि प्रख्यात छ देवीघाटको जात्रा छ सिन्दुरी जात्रा लाग्ने छ त्यति बेला बैदारको नाति भनेर कला त्यहाँ जान्थे जसले पनि चिन्ने त्यहाँ गयो गीत भन्नु भन्दाखेरि त उनीहरू झन् आमासरी म अब भर्खर 15-16 वर्ष उनीहरू गीत भयो 45-50 वर्षकै केटीहरू अब त्यहाँ अहिले नाउ पनि अहिले भन्छु त्यो 6 दिन 6 रात बसेको नि गजुरीको धनमाया ठाकुर रहेछ अब नुवाकोटको फुन्ती परियार छन् अनि त्यही नुवाकोट र गजुरी गएर धादिङको गजुरी कतातिर आएको हुने के अरे मिठो नेपाली छिन् र तिनीहरू छन् गीत भने त्यो त इतिहास कुनै पनि हुनुहुन्न अरे अब त्यो बेलामै अहिलेसम्म मै अब 70 आएर क्रस गरेर भइसकेँ भने उहाँहरू त फर्केर आइसक्नु भयो जसरी आएर गीत गाउन थालिसक्यो मैले के गरेँ त्यो थाहा छैन त्यति बेला गाडी साडी केही चल्दैन थियो त्यहाँ बेला कति 22 सालको कुरा हो यो चाहिँ 22 सालको कुरा नुवाकोटबाट सदरमुकाम तल बिदुर झारे बेलामा लुटेर ल्याएर बिदुर झारेको सालको कुरा हो यो हामी भर्खरको थियौँ अन्त गएपछि माथि सके माथि निकै देउन जाने तल उसैले लुटे हामीलाई पनि लुटेर लैजाने अनि हामी पैसाको पहिला चाहिँ जस्तै दोहोरी खेलिसकेपछि जित हार पछि एकले उसलाई लाने भन्ने एउटा चलन तानेर लाने भन्ने चलन त्यो त हामीले पहिलेदेखि त्यो त हामी त अब उमेर पाकासँग गीत गायो अब त्यसले गर्दा तपाईहरुमा चाहिँ भएन अनि पाकासँग गीत गाएपछि उनीहरू छुट्ने बेलामा रुन्थे अब तिमीसँग बिहा गरेर जाउँ भने पनि तिमी उमेर मिल्दा छोरा जस्तो छौ अब गीत यस्तो भने कति रोएर धेरै जस्तो रोएर छुट्टिन्थ्यो है अब त्यो पनि मैले 4 पुस्तासम्म गाइसकेँ
अहिलेसम्म त्यति बेला 45-46 वर्ष हुने उसको छोरीहरू मभन्दा दिदी हुन् उनीसँग नि गाइयो उसका छोरी नातिनीसँग नि गाइयो उसको पनातिनीसँग नि गाइयो 4 पोतोसँग गाइसक्यो पक्कै पनि। आदरणीय श्रोता आज हामीसँग काठे किङ हुनुहुन्छ शिवनारायण जोशी उहाँका असंख्य गीतहरू छन् त्यो अब अहिले भनेर पनि साध्य हुँदैन लगभग अहिलेसम्म कति गीत गाउनु भयो त अहिले मैले पहिले नि यो भन्दा अब अहिले नि गर्दैछु तर 5000 क्रस गरे 5000 क्रस गर्यो तर गीत रेडियो नेपालमा पहिलो चोटी गाउनु भएको गीत कुन हो दाइ रेकर्डेड चाहिँ मेरो पहिला गीत 29 सालमा गीत गाएको चाहिँ सरस्वती राखेर शिरमा गर्छु पुपाहरू भङ्गाको तिरमा भन्ने पहिला सरस्वती राखेर शिरमा गर्छु पुकार गङ्गाको तिरमा सरस्वती राखेर शिरमा गर्छु पुकार गङ्गाको तिरमा के अरे त्यति बेला आएको गीतहरू शब्द चाहिँ पहिले सुरुको शब्द चाहिँ हो त्यहाँ त अरू पनि छ। अनि दाइको अब गीतहरू त धेरै चर्चामा रहे जस्तै त्यो अर्को पान खाने सुपर गीतहरू भयो गाई झरे धान कति सालको गीत हो दाइ यो चाहिँ यो त पछाडिको यो त 47-48 सालतिरको भर्खर हामी 6-7 वर्ष रहेछ यो गीत आउँदाखेरि चाहिँ अब दाइले गीत गाउँदै गर्दा हामी त कहाँ थियौँ होइन कुराएर साथ दिने भएन। अब हामी पछि अझै हाम्रो मालती बहिनी बाहिर हुनुहुन्छ उहाँले त केही पनि थाहा छैन होला जस्तो अहिले भइसक्यो कथा जस्तो आज कथा सुने जस्तो भइरह होला जस्तो लाग्छ। अब अलिकति दाइ जस्तै अहिले पछिल्लो समय अब लोक सङ्गीतको क्षेत्रमा लोकगीत भन्ने आफ्नो ठाउँमा छ दोहोरी भनिन्छ दोहोरीलाई अलिकति ठाउँमा जोहारी पनि भन्छन् दोहोरी र जोहारीमा चाहिँ के फरक छ दाइ दोहोरी भनेको चाहिँ झ्याउरे गीतलाई भन्छ झ्याउरे गीतलाई दुईटा कुरा तपाईँले भने मैले नजिकताबाट बसेलाई त्यसलाई दोहोरी भन्छ जोहारी भने चाहिँ अलिक यता कराउनु पर्ने अलिक कडा हो नि शब्द पनि उत्तर दिने कडा र शब्द पनि कडा पर्याय भनेदेखि लडाइँलाई जस्तो गर्ने त्यसलाई चाहिँ जोहारी भन्छ। अलिक टक्कर पर्छ त्यसमा चाहिँ दोहोरी भन्दा धेरै प्रत्यक्ष दोहोरी त होइन नि दाइ यो प्रत्यक्ष दोहोरी भएको त जोहारी भनेको अलगको घाँसी गीतलाई मात्रै जोहारी भन्छ। दोहोरी भनेको चाहिँ अब यस्तै मिठो खानपिना खाँदाखेरि अब कतै होटेल सोटेलमा बस्दाखेरि रमाइलो चौतारी बस्दाखेरि नजिकै दुईटा फुदामा एउटा गीत तुर्ने भएर हुँदा अब घाँसे गीतमा त 10वटा फुदा नभई हुँदैन एउटा फुदामा एउटा लाइन 4 लाइनमा पनि घाँसी गीत तुरिँदैन एक लाइनमा स्वर मात्रै अक्षर छ भने के कहाँ ए हो थपेर लानुपर्छ बढी छ भने डबल लिएर 18 शब्दमा तुर्नुपर्छ 18 शब्द बढी हुँदैन 16 भन्दा घटी पनि शब्द हुँदैन अक्षर हुँदैन त्यस भएकोले त्यो हात पारेहरूमा पनि त्यही हुन्छ ठाडीमा पनि त्यही हुन्छ र ठेट पश्चिमतिरका देउडामा पनि त्यही हुन्छ। अब अलिकति दाइ यी प्रसङ्गहरू हामीले जोडेका छौँ र आज धेरै असारका बारेमा असारे गीतदेखि जोहारीदेखि लिएर हजुरको यो यात्रा सुरुदेखि लिएर आज धेरै कुराहरू रेडियो मार्फत गरियो र धेरै साथीहरूले जसले बुझ्नु भएको थिएन उहाँले पनि आज बुझ्नुभयो जस्तो लाग्छ। अब असार 15 आउँदै गर्दा विभिन्न ठाउँहरूमा विभिन्न खालको कार्यक्रमको आयोजना भइरहेको छ हामीले दाइलाई अवगत पनि गराइरहेका छौँ। विशेष गरी गत साल पनि दाइ राष्ट्रिय लोक सञ्चारी नेपालको यो धान दिवसमा आउनु भएको थियो दाइसँगै गीत गाउनको लागि हामीले गायिकाहरूलाई पनि बोलाएका थियौँ र अहिले पनि दाइ यो असार 15 धान दिवसको दिन चाहिँ हामी गोकर्णेश्वर नगरपालिकाको शिवचोक जुन वडा नम्बर 7 मा छ यहाँ चाहिँ मेयर दीपक विशाल जो गोकर्णेश्वरका हुनुहुन्छ उहाँको प्रमुख आतिथ्यतामा यो कार्यक्रम गर्दैछौँ र यहाँ चाहिँ दाइले सबै दाइदेखि लिएर अहिलेका चारै पुस्तालाई त्यहाँ भेट्नुहुन्छ होइन। अब यस्ता खालका कार्यक्रमहरूले चाहिँ यो असार 15 को महत्त्वलाई कसरी झल्काउँछन् त्यो त राम्रो कुरा हो तर मैले एउटा चाहिँ हाम्रो पोहोर गरेको पनि एउटा चित्त दुःख के छ भने मैले एउटा विज्ञप्ति जारी गरेका थिएँ हजुर तपाईहरु पत्रकार सम्पूर्णले यो घाँसे गीत र असारे गीत भन्ने छुट्याइदिनुस् र यसलाई अलिकति महत्त्वपूर्ण गरेर छुट्याइदिनुस् भने हुन्छ भन्नुभयो कुराले मात्रै टार्नुभयो तर अहिले पनि केटाहरूले के भन्ने छ उनीहरू त थाहा छैन यो असारमा गीत गाउने भएको हुनाले असारे गीत रहेछ भन्ने मात्रै पुज्या हो बिना कुनै गुरुसँग सिके पनि होइन तिनीहरूले के पनि गरे पनि होइन तर खास गरी असारे गीत र घाँसे गीतमा फरक छ। त्यही भएर मैले आज दाइसँग आउँदै गर्दा यी कुराहरू बुझाउनु पर्ने थियो। घाँसे गीत यता किनतिर असारे भन्न थाल्यो भने अघि पछि जङ्गल जाँदैन थियो यहाँ जङ्गल
जाने बेला छुटिसकिहाल्यो अनि अघि के हुँदा भने असारे खेत रोप्ने बेलामा चाहिँ मनको बह पाउनलाई अनि त्यो घाँसे गीत गायो भनेले असारे यही रहेछ भने हुन् तर असारेको विधै फरक छ सम्पूर्ण फरक छ पहिला पहिला चाहिँ यही गीतलाई रसिया भनेर गाउँथ्यो लामो एउटा गीत तुर्नलाई आधा घण्टा 1 घण्टा लाग्थ्यो ए रामचन्द्र कहाँ जन्मे कसका छोरा के भन्दै भने सीता बिहा गरेर लिएर आएर घरमा बसेर मर्ने बेला छ एउटै गीतमा हाल्थ्यो र ती रसिया लामो उ गरेर जान्दाखेरि त्यो अहिले चाहिँ त्यो छैन कि अब त्यो सुन्ने मान्छे पनि छैन अहिले भागवतै सुन्दैन मान्छेले के भन्नु र अब भागवत लगेर गीतमा हालिसके भागवत त कसले सुन्नु त है त्यही भएको हुनाले यसलाई विधै फरक छ असारे र घाँसे गीतमा विधै फरक छ त्यसैले असारेलाई असारे भनिदिनु होला त्यो बुझेर त्यही पनि नबुझिकन हच्चपालमा नबोलिदिनु होला घाँसे के हो भन्ने कुरा बुझेर मात्र भनिदिनु होला यति भयो भनेदेखि चाहिँ यो हाम्रो एउटा संस्कृति रहिरहन्छ र यसलाई जीवन्त बनाउन हामीले सक्छौँ मैले विदेशी अहिले हजुरले मैले यही गीत गर्दाखेरि मैले दोहोरी गीत गाउँ सलाम सानो मायाको एउटा गीतहरू गर्दाखेरि त्यो गीत लगेर केही उनीहरूलाई गाली गरेर चाहिँ के रहेछ भनेर चाइनाले गएर त्यो गीतहरूलाई व्याख्या गर्न लगाएको छ क्या त्यो चाइना भाषामा व्याख्या गरेर लगाएपछि अनि होइन रहेछ यस्तो गीत भने हामीले के गीत गाएको थियो भने अङ्ग्रेजले लिएर लाइन्छ अरू बौद्ध लियो चाइनाले नेपाल भयो लाउर धम्कै रहेछ पावर बौद्ध लियो चाइनाले पनि अब मान्छेले के सुन्यो कहाँ बौद्ध चाइना हाम्रै नेपालको हो भन्छ चाइनाको लामाले आएर 5 रुपियाँ कि 7 रुपियाँ जग्गाले त्यो बौद्धको मन्दिरभन्दा उत्तरपट्टि साइडमा लिएको हुनाले अनि बौद्धको मान्छे चाइनाको लामाले लिएको हुनाले अनि हामीले के भन्यो बौद्ध लियो चाइनाले भने चाइनाको मान्छे हो नि त पहिला त त्यहाँको मान्छेले त्यो किन्यो भनौँ न किनेर त्यहाँ घरमा अहिले उनीहरूको सन्तान छँदै छन् साथीहरू पनि छ उनीहरूका नाति पनातिहरू साथी पनि हुनुहुन्छ त्यति बेला लिएर उनीहरूको रोपाइमा म आएर गीत गाएको सम्बन्ध 37-38 सालतिर 39-40 सालसम्म मैले गीत गाएको थिएँ अहिले त बौद्धको फाँट अब अहिले भवनको कङ्क्रिट बनिसकेको अवस्था छ भएको हुनाले हामीले पनि गीत भन्दाखेरि बौद्ध लिएर हामीले इतिहासलाई लिएर आउँछौँ कि कुरालाई किन दाहढुङ्गाको कुरा त्यो चाहिँ असारे गीतदेखि लिएर झ्याउरे गीत घाँसे गीतहरूमा आउँछ हेर्दै अहिले त्यो घाँसे गीतमा मात्रै बढी प्रयोग गर्न पाइयो अब असारको त असारको मेलामा रमाइलो गरेर खेतमा झ्याउरे गीतमा त उनी बाउसेदेखि लिएर ब्याडेदेखि लिएर जोत्नेदेखि लिएर हलीदेखि लिएर सबैजना रोपारहरू सबै बसेर गाउने खालको भयो अहिले अब चाहिँ अलिकति बेठीको प्रसङ्ग आउँछन् होइन जस्तै हामीले अहिले पनि अब यो लोप हुँदै गएको संस्कृति जस्तो लाग्छ पूर्वतिर धेरै ठाउँहरूमा बेठी लगाउँथे काठ क्षेत्रमा ती बेठी लाउँथे कि लाउँदैन थियो काठी क्षेत्रमा त्यति लाउँदैन थियो पूर्वमै बढी लाउँथे पूर्वमा या पहाडी क्षेत्रमा पहाडी क्षेत्र जहाँसुकै हो पहाडी क्षेत्रमा अब बेठीको अर्थ अलिक थोरै राखिदिनुस् न जस्तै बेठी भनेको कस्तो भन्दा यो अब फेरि लामो समय लिन्छ थोरैमा के भन्दै असारमा जब बेठी लाएर गीत गाएपछि त्यो बेठी लाउनुको कारण के हुन्छ नि वर्षा होस् बिहान गएर इन्द्र भगवानलाई त्यसलाई वर्षा होस् भनेर बिहान गएर नाग पूजा गर्थ्यौँ दिउँसो त्यो इन्द्रकै पानी नपर्ने बेलामा त्यो बाजा गरेर भगवान खुसी पारेर त्यसैको बिलाउन गरे सनैली उ गरेपछि स्वर्ग इन्द्र भगवान खुसी भएर पानी पार्दिन्छ भनेर बेठी गीत त्यति बेला अनि रमाइलो गर्नको लागि के भन्छ रसिया गाउँथे नागको पूजा गर्थे त्यहाँबाट अनि त्यहाँबाट छोरीहरू असारी गाउन थाले अनि त्यो बेठी बाजा बजाउँदै लिएर असार भन्नेको महत्व के भने त्यति बेला घरको धनी घरको जग्गा धनीलाई रोपार पनि हेर्नुपर्छ लाठीको कोदाली खाने जमिन ठुलो हुन्थ्यो 10-15 हल गोरु लगाइन्थ्यो कहाँ 15 हल 27 के अरे 80-90 हलसम्म गोरु जोते ठाउँ त्यसमा पुगेर हामीले गीत गाएर बसेको त्यो 80-90 हल गोरु र 300-400 रोपार 500 रोपारसम्म रोपार फाटेसम्म ढाक्दाखेरि मान्छे जिल पर्थ्यो त्यति बेला खाएर खानिदिनु सकिँदैन 80-85 हल गोरु भनेको साउनी भन्थे अब अहिले त त्यो गोरु भने के हो साउनी भने त्यो बेला त्यति गर्थ्यो त्यही नै खेत अनि फेरि मङ्सिरमा त चाहिँ बाघ भरेर मात्रै बाघ घुरेर मात्रै धान भर्ने चलन थियो त्यति बेला लक्ष्मी भित्राउनलाई त्यही फेरि त जति भाइ दिउँसै काम सकेर दिउँसो भित्राउने होइन साँझै परेर घाम अस्ताउने डुब्ने बेला कति बाँकी रह्यो हिमालमा कति जाति बाँकी बिटा लाउने भनिन्थ्यो त्यसपछि दाइँ गर्नेदेखि लिएर बेग्लै इच्छा त्यो त अहिले गएको छैन मैले ठिक पारिरहेको
छन्, मैले गाएको छैन, मैले नभ्याएर होइन। त्यो दायरी गीत भन्ने बेग्लै छ अर्कै गीत छ। यो असारे गीत हो, यसकै महत्त्वपूर्ण फेरि मङ्सिरको गीत छ। मङ्सिर गीत त्यो कसैले गाउँदैन, पूर्वतिर अलिकति अब समय थोरै जानकारी गराए। मैले केही समय त स्टुडियोको लिइसकेँ। हजुर यो किनभने हामीले असारको सँगै अब यो मानव रोप्ने मुठु रोप्ने भयो, त्यो बेलामा मुरी उब्जाउने भयो। मुरी उब्जाउने बेलामा चाहिँ त्यति बेला हाम्रो ठुलो एकादशीको भोलिपल्ट द्वादशीको दिन गोरु नजोत्ने, गोरुलाई भात दाल भात तर 84 व्यञ्जन बनाएर खुवाउने। किनभने त्यत्रो हामीलाई चाहिँ दुःख गरेर परिश्रम गरिदियो। त्यो होम हाल्ने भनेको कुरा यो अहिले असारमा किरा फट्याङ्ग्रा सम्पूर्ण काटेको त्यो बेला होम गएर खानु पर्ने। अझ कुरा मैले यहाँ छोडेँ, यो गीत असारको दिन मात्र गाउने हो। साउनको 1 गते त हामीले थन्गाउनु पर्छ। पशुपति नाथमै यो खेतमा खन्दाखेरि काटेको किटा फट्याङ्ग्राहरूको पाप नलागोस् भनेर शिवजीको शरण पर्न वनकालीमा गएर वनकालीमा गीत थन्गाउने, रसिया गीत र असारे गीतहरूलाई थन्गाउने त्यहाँ थन्गाउने। अनि मङ्सिरमा चाहिँ होम हाल्दाखेरि त्यो किरा फट्याङ्ग्रा काटिएको होमको वरिपरि आएर बसेर त्यो खानको लागि तेर्नाउने र यो जोत्दाखेरि उ गर्यो भने गोरुलाई नुहागी भनेर दिन्छ चलन छ त्यति बेला। अनि दायरे गीत गाउने छ, दायरेको अनि बेठी के अरे बिटा लाउने त्यति बेला छ। त्यसको अब धेरै लामो कहानी छ। कुनै समय मङ्सिरकै बेलामा धान भित्राउने बेलामा बसेर साहित्य मङ्सिरी गीत पनि म गाउँछु होला। त्यो बेलासम्म त्यो गीत आएछ भने फेरि मङ्सिरकै बेलामा हामीले हिजो असारको बेलामा मुठी रोपेर चाहिँ मुरी उब्जाउनको लागि गीत गायौँ र कुरा गऱ्यौँ। अब हामी चाहिँ मङ्सिरको बेलामा यो दाईको गीतहरू अनि बिटा लाउनेदेखि लिएर त्यही भएर मैले ऋतु भनेको हेमन्त ऋतुमा सम्पूर्ण भित्राउने मात्रै हो। मङ्सिर र पुस हेमन्त ऋतुमा भित्राउने मात्र। त्यो बेलामा मानिसलाई त्यो खाएको पनि पचोस् भनेर हेमन्त ऋतुमा भित्रिरहेको जति पोषित तत्त्व छ। त्यो बेलामा हामी फेरि भित्राउने कुरा गरौँला र दाइका कुराहरू गरौँला दाइ। अब चाहिँ हामी लगभग अन्त्यतिर पनि आइसकेका छौँ। अब अलिकति म दाइ आएको बेलामा अब दाइका अधिकांश गीतहरू पछिल्लो पुस्ताहरूले गाउन थालेका छन्। दाइका केही त्यहाँ असमझदारीहरू पनि छन्, किनभने गीत गाउनु पूर्व आफूभन्दा अग्रजहरूले गीत गाएका छ कि छैनन्। किनभने हिजो रेडियो नेपालमा रेकर्ड गरेको गीत आज रेडियोमा बज्न थाले छोडे होइन। त्यसैले कसको गीत के हो भन्ने कुरा भ्यू नपाउँदाखेरि कहीँ कतै सुनेको र मैले चाहिँ सङ्कलन गरेको भनेर गाउन पनि थाले। अन्तिममा फेरि शिवनारायण दाई लौ नमस्कार, मैले त दाईको गीत गाएछु, थाहा पाइन बुझिन भन्न आउने अबुझ साथीहरूले पनि त्यो छ। अलिकति अब यस्ता धेरै भइरहेछन् होइन। यो सन्दर्भमा पछिल्लो पुस्ताले कतिको समझदारीको रूपमा अथवा दाईहरूसँग एउटा अनुमति लिएर गाए अथवा नलिएर गाए जब युट्युबमा हालिन्छ त्यसपछि फेरि त्यहाँ लफडाबाजीहरू सुरु हुन्छ होइन। त्यो चाहिँ यस्तो हजुरको कुरा विषयमा काटेँ यसको समय थोर हुनाले के भन्दाखेरि बिना गुरुको शिक्षा मैले अघि नै भनेको थिएँ। अब किनभनेदेखि अहिले कमाउ धन्दामा लागे धेरै तपाईँको कुरालाई कतातिर तपाईँको मुन्टो फर्काएर मैले कमाउन सक्छु तर सङ्गीतको जगेर्ना गरे होइन। यो अरे कमाउ धन्दामा लाग्यो भनेर जोभन्दा अगाडि तपाईँभन्दा म अगाडि छिटो जानुपर्ने, बढी मात्रामा भाइरल हुनुपर्ने भनेर तपाईँको गीत होस् वा तपाईँको जुन रूपहरूलाई बदलेर म अर्कै हुनुपर्ने भएको हुन्। यो स्थिरता होइन, समयले धेरै नेटो काटिसकेका छ। अब सबै बुझ्दाखेरि यो सकिने बेला हो कि जस्तो लाग्छ। यही विषय हो भने सङ्गीतहरू दोहोरिएर अब म ढलेपछि गाउने गरेर आफू काटामार गर्छन्। मेरो गीत भन्छन्, उसले मेरो गीत भन्छन्। अहिलेसम्म मेरो गीत छोडेर कसैले पनि बाहिर जाने, हिजो पनि म त्यहाँ स्टुडियो जाने छु यहाँ, मेरो गीतमा जसले गाए पनि मेरो गीत छोकै हुन्छ, कि टुप्पो छो हुन्छ कि फेछो हुन्छ। मैले के गरेको छु भने 50% छोएकोलाई मैले बोलेको छैन। त्योभन्दा माथि छोयो भने मात्रै बोलिरहेको छ। कोही त मुद्दा पनि गर्यो, मुद्दा मेला पत्र पनि गर्यो, कति नै गर्छु भने उनीहरूले हाल्ने मुद्दा मैले गरेँ नि हाने नि होइन। तर यहाँ हाल्नै पर्यो। अहिले घाँसे गीत गाऊ, झ्याउरे गीत गाऊ, जे गाऊ, मेरो भन्दा छोडेर गएको छैन। अहिले मेरो फलान ओहो सुन्दै नसुनेका गीतहरू अहो कति के सुन्थे उ बेला मैले गरेको क्यासेटहरू गाउँसँगै बसेर एउटा ब्याट्री किने ल्याएर गाउँसँगै बेलुका बसेर गीत सुनेर बस्या। त्यो गीत बाबुबाजेले कण्ठ गरेर उनीहरू छोरा नातिले त्यही कुरो छ। क्यासेट त छैन अहिले, अनि सङ्कलन हो कि क्या भन्ने आएर फ्याटा गाइदियो। अनि अन्तिममा यसो खोज्दै जाँदाखेरि त ला शिवनारायण दाईको गीत परेछ भने अब त्यो बेलामा सबै गीत शिवनारायणले गाउनु भएको छ, कसको मिल्छ त? अरू त मिल्दैन। मैले चुप लाएर गरेर के भने पछिल्लोतिरको दोहोरी अति चल्ने होइन, त्यो चलिरहेको भयो भने आफू त कोही पनि सिङ्गल यो लडाइँ गरी के अरे काठे गीत भनेर
लडाइँ गर्ने नि सुरुमा म एउटै हो। मभन्दा अघि अग्रजहरूले पनि काठी गीत एउटा दौड गएको छ, उहाँले काठी भनेर चिनाउनु भएन। यो काठ अलिकति अब यो अन्तिममा छौँ, दाइले प्रश्नहरू त राखि नै रहनु भएको छ। अब यो कति धेरै जसो गीतहरू दाइसँग मिलेका छन् र पछि दाइले भन्नुभयो 50% मैले छोडेको छु, त्यसपछि चाहिँ साँच्चीकै हुबहु उस्तै भइसकेपछि मैले ल है भाइहरू भन्छु, त्यसपछि भाइहरू आएर एक किसिमको सहमति गर्नुहुन्छ। त्यहाँ असली सर्जकको नामहरू राखिसकेपछि केही मिलनमित भइसकेपछि दाइले चाहिँ त्यसलाई ल है भन्न छोडिदिनुहुन्छ, किनभने आफूले जन्माएका सन्तान त अनि काठ क्षेत्र रूप त बाउकै जान्छ, बाउकै सबै कुरो जान्छ, नजान्छ जान्छ। तर भए पनि सैकडा सैन्य बाउ नै अब मै नै बाउ हुन्छ भनेर लाग्यो भनेदेखि त काम छैन नि। त्यो अबको केटाहरूले चाहिँ के बहिनी बाउ नै म हुँ भन्ने प्रस्तुत हुनु भएन। त्यो हो भन्दा चाहिँ हामीले चिनाउन थाल्यौँ। दाइले भन्नुभयो आज एउटा काठ क्षेत्रको गीत भन्न चाहिँ गाउन थालिएको छ। तर जनस्तरमा कलाकारबाट किन काठे भन्न चिनाउनु पर्यो, किन काठे भन्दा चाहिँ यसो भन्नु पर्यो? काठे भन्दाखेरि हामी काठमा मात्र चाहिँ यही भित्र यही पेरिफेरी मात्र बाहिर जान सकेनौँ भन्ने अहिलेको कलाकारको गुनासो रहेछ। त्यो होइन, नबुझे त बिना गुरुको शिक्षा भन्नु नै त्यही हो। कलाकार भएपछि पूर्वदेखि लिएर पश्चिमसम्म गीत गाउन चाहिँ सक्नु पर्छ, तर आफ्नो भेगलाई पनि सक्नु पर्छ। भोर सहबाट निस्किएर तिखे साहसम्म भएको सुरलाई दिनुपर्छ। यो मात्रै होइन कि इन्डियन गीत, इङ्ग्लिस गीत, चाइनिज गीत जे पनि गाउन सक्नु पर्छ। अहिले हजुरले सुन्नु भएको छ काठ क्षेत्रकै कलाकारले काठे गीत हामी काठे गाएको होइन भन्छन् कि त्यसले बाहुन भनेर चाहिँ किन जनै लाउनु पर्यो नि? एउटै कसैले नलगायो भने त बाहुन भनेर चाहिँ जनै लाउनु, बाहुन क्षेत्री हुँदा जनै लाउनु पर्यो नि होइन? लामो हुने कि त्यो घ्यालिङ बजार मात्र लामो हुने होइन, सबैले बजाउनु हुन्थ्यो नि त नि। अनि के भने त्यो काठ भनेको पूर्वे भनेको पश्चिम भनेको एउटा फुल हो कि त्यो त त्यहाँ फुलेको फुल हो। त्यो फुल जसले टिप्न सक्छ, आफ्नो क्षेत्रलाई गर्व गर्न सक्नु पर्यो। काठी क्षेत्र भने यति खुम्च्यो नि होइन, सबैभन्दा ठुलो क्षेत्र लिने नै काठी क्षेत्रले हो। किनभने आज नेपाल अधिराज्यभरका सारा मान्छेहरू यही थलोमा आएर बसेर पूर्वतिरको गीतहरू आयो भने के हुन्छ भने धेरै जस्तो बुझ्ने थ्रिलिङ दिएको हुन्छ गलाको। पश्चिमतिरको मान्छेले बुझ्दा हेले गर्ने त्यो गला थर्किन्छ। पश्चिमतिर आएर नजिकतिर आएर गरे हे गर्दा गर्दै एउटा डाँडा काटिसकिन्छ, त्यो गीत शब्द भ्याउँदैन। काटे चाहिँ के हुन्छ भन्दाखेरि बोरुको माथि चिपिचर चाहिँ उफ्रेर जान्छ, तल जान्छ, तलबाट एकचोटि फेरि माथि जान्छ भनेपछि खोला जसरी बग्दै गएको छ त्यसरी जाने हो। शब्द धेरै जस्तो काठे गीत, जुनै पनि काठे गीत नराखेको अहिलेसम्म फिल्म छैन। तर काठे भन्नलाई त्यति बेला के भनेदेखि गुइए काठे भन्छन् भनेर डरले काठे नभएर म गुइए काठे भने बनाउला, जे भने बनाउनु, म त नुहागुडुङ जान्दिनँ, काठमा काठे गाएको भनेर म दुईवटाको साथ भनेको मात्रै हो। तर यो काठे भनेर यो नबुझेर यो क्षेत्रमा तपाईँ कहाँ जन्मेर तपाईँको जिल्ला त के अरे काभ्रे पलान्छ, तपाईँ त बस्नु पर्थ्यो नि, तपाईँ किन आउनुभयो किन आउनुभयो त काठमाडौँ? यस्तै हो कि त्यो महत्त्व त्यहीँ छँदैछ, छँदैछ। यो के भन्छ त्यहाँ जन्मेर तपाईँ त विश्वलाई तपाईँले संस्कार दिनुभएको छ, तपाईँले आफ्नो कला दिनुभएको छ। कला भनेको यस्तो हो कि अनि कलाको पनि एउटा विधान छ, पत्रकारिताको, कलाकारिताको आफ्नो धर्म छ। भनेपछि पछिल्लो समय म काठको होइन भनेर त्यो भन्ने कलाकार चाहिँ काठ क्षेत्रका कलाकार होइन। पछिल्ले नै भन्नु पाउँदैन, पूर्वेले नै भन्नु पाउँदैन, काठले नै भन्नु पाउँदैन। काठ मात्रै पूर्व मात्रै त्यसो पछितिर मान्छे किन गीत गाउने? पछितिर मान्छे पूर्वसँग मान्छे किन गीत गाउने? त्यही क्षेत्र एउटै खालको सधैँ गीत गाइदिए भइहाल्थ्यो, किन फरक गीत गाउनु पर्छ? हामी कलाकार सम्पूर्ण खालका गीतहरू गाउन सक्ने खुबी भएको कलाकार भने अनि काठको गीत गाउन चाहिँ कलाकार भनेपछि पूर्व होस् पश्चिम होस् काठको होस्, अर्कालाई रुवाउनु सक्नु पर्यो, आफू पनि रुनु सक्नु पर्यो, अर्कालाई रुवाउनु सक्नु पर्यो। असली कलाकार हँसाउनु पनि सक्नु पर्यो, रुवाउनु पनि सक्नु पर्यो। पक्कै पनि दाइ हजुरसँग जति कुरा गरे पनि गीत सङ्गीतका बारेमा कहिले पनि त्यो पुरा हुँदैन। हजुरले भन्नुहुन्थ्यो हामी दोहोरी गाउँदाखेरि 7 दिन 7 रातसम्म पनि हामी नथाक्नेहरू भन्नुहुन्थ्यो। त्यस्तै दाइसँग जब यो गीत सङ्गीतका कुरा गर्न थालिन्छ, काठका कुराहरू आउँछन्, काठी गीतहरूका कुरा आउँछन्, लोकसङ्गीतका कुरा अब यो मैले भने जस्तै मलाई यो 1 घण्टाको समय त के हामी 1 घण्टा पुरापुर समय लिइसक्यौँ, न यहाँ गीत सुनाउन भएका छौँ, न केही गर्न भएका छौँ। किनभने आज आम श्रोता दर्शक जो रेडियो हिजोदेखि सुन्दै आउनु भएको छ, जसले आफ्नो संस्कृति हाम्रो यो है शिवनारायण जोशीबाट हामीले केही सिक्नुपर्छ, केही बुझ्नुपर्छ भन्नेहरूको लागि चाहिँ आजको बसाइ असाध्यै उत्तम बन्यो भन्ने मलाई लागेको छ। अब यो समय जति गरे पनि पुग्दैन जस्तो लाग्यो।
दाइसँग आज हामीले यति नै कुराकानी गर्यौं। अब अन्तिममा दाइले केही भन्नु छ आम श्रोता दर्शकहरूले भन्नु छ? आज हामी हाम्रो चन्द्रमणि सरबाट यति सोध्नु भयो, अलिकति कोट्याइदिनु मात्रै भयो। यसरी गहिरो गरेर सोधिदिने तपाईँले भयो भने म व्याख्या गरिदिन्छु। कोही किताब पनि छाप्नलाई तयारी बनाएको छु मैले होइन, कोही सङ्गीत विषयको चाहिँ होइन। अब म अरू त धन कमाउनु सकेको छैन, कमाउने नाम मात्रै हो हामीले होइन। भएको भने जो होस् गुरु चाहिन्छ, गुरुले सिकेर गहिरैमा जानु। मैले गीत गाएर हिँडेकै के अरे 67 वर्ष लागेछ। सुरु दोहोरी खेलेको 67 वर्ष लागेछ। 67 वर्ष मैले तल कति छ गहिराई अझ भेट्न सकेको छैन, र माथि कति छ माथि भेट्न सकेको छैन। यो सङ्गीत क्षेत्र भनेको निराकार को कति भगवानकोले पनि जानि नसक्नु, हजार जिब्रोवा शेषनागले सक्दैन। म एउटाले के सकौँ भने जस्तै अब एउटा गीत गाउँदै आज यतिखेर फेरि एउटा गीत सुन्नु पर्यो दाइको। के सुन्नै भन्नु पर्यो? घाँसी गीत सुनौ। हे फुलको माला पहिराइदिन पाइन बाहिर जाने राजालाई, औठी हावादारी सलाम बारी बारी बाहिर जाने राजालाई। हे फेरि टाउला यस्तै माया लाउला बिदा आजलाई, सिङ्गु सरस्वती बिन्ती कटी कटी बिदा आजलाई। धन्यवाद। फेरि राजा भन्दाखेरि भने राजा त मन परेकोलाई राजा भन्छ नि है। फेरि राजाको फेरि त यहाँ अर्थ भनिन्छ नि, यहाँ काठ क्षेत्रका राजा भन्दाखेरि भनिन्छ नि होइन, अन्यथा अर्थ नलाओस् हामीले भनिरहेका छौँ। पक्कै पनि दाइ मैले भने दाइसँग संस्कृतिका कुरा गर्दा, लोकगीतका कुरा गर्दा, अनि हाम्रा पहिचानका बारेमा, लोकबाजाका कुरा, संग्रहका कुरा गर्दाखेरि हामीले अझै पनि अर्को 2 घण्टा समय भए पनि पुग्दैन। दाइले भन्नुभयो यो क्षेत्रका बारेमा, यो संस्कृतिका बारेमा, लोकगीतका बारेमा, काठे गीतका बारेमा केही कुराहरू आज कोट्याइदिनु मात्र भयो। यसलाई हामीले पूर्णता बनाउन चाहिँ आज सक्दै सकेनौँ, किनभने समय अभाव भयो। यति भए पनि दाइले भनिदिँदाखेरि लोकगीत र संगीत मन पराउने ती लोकमनहरूको केही मात्र त्यो लागेको प्यास मेटियो थोरै भए पनि भन्ने एउटा आशा मैले लिएको छु। दाइ हाम्रो चाहिँ निरन्तर यसरी सहकारी गर्दै यस्ता हाम्रा बसाइहरूमा अगाडि बढ्दै जाउँ। कुनै समय तपाईँहरूको अब जुन पत्रकारको निभाउनुपर्छ धर्म, कलाकारले कलाकारको धर्म निभाउनुपर्छ। र किनभनेदेखि त्यो धर्म के हो, त्यसको बाटो के हो, मार्ग के हो चिनेर हामीले बुझाउँछ। अब फेरि हजुरले मौका दिनुभयो पनि यहाँलाई, मैले जानेको कुरो श्रोता अनुसार हजुरको स्टुडियोबाट म टक्कै हुन जान्छु। आउनुभयो दाइलाई असार 15 को शुभकामना। पर्सि असार 15 मा संसारका नेपालले गोकर्णेश्वरमा गर्ने कार्यक्रमका सन्दर्भमा दाइ विशिष्ट अतिथि हुनुहुन्छ। त्यो दिन पनि आउनु होला सबैजना। हामी गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर 7 को शिव चोकको ठूलो खेतमा अहिले हामी चाहिँ धान रोपाई गर्दैछौँ। त्यहाँ शिवनारायण जोशी दाई र पछिल्लो पुस्ताका कलाकार सँगै अन्य दोहोरी गायिकाहरूसँग हामी त्यहाँ प्रत्यक्ष रूपमा बसेर केही मिनेट दोहोरी पनि खेल्नेछौँ। त्यहाँ विशेष गरी असारे गीत पनि गाउनेछौँ। त्यहाँ सबैजना आउनु होला। धन्यवाद। सबैले निम्तो दिनुभयो, म यसैबाट स्वागत गर्छु, निम्तो पनि दिन्छु। मेरो अब मिठो नमिठो त्यति बेला म पस्कने मौका पाएँ भने यहाँहरू सामु म पस्कने छु भन्दै यो रेडियोमा काठमाडौँकोबाट बिदा हुन्छु। सुन्ने श्रोताहरू घर देश परदेश सम्पूर्णलाई मेरो असारको शुभकामना छ। धन्यवाद भन्दै काठ क्षेत्रका गीत संगीतका राजा आदरणीय दाइ शिवनारायण जोशीलाई आजको यो हाम्रो आतिथ्यतालाई एकदम स्वीकारेर इन्द्रणीको बसाइमा आएर आम लोकगीत संगीत प्रेमी मनहरूको त मनमा अलिकति भए पनि शीतलता प्रदान गरिदिनु भयो। दाइलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र टेक्निकल सपोर्टमा साथ दिने मालती श्रेष्ठ बहिनी, अनि भिडियोमा नवराज, र आज हाम्रो निरुजी पनि हुनुहुन्छ, मेरो चेली पनि हुनुहुन्छ, उहाँ पनि आज स्टुडियोमै हुनुहुन्छ। उहाँलाई पनि विशेष सम्झना गर्दै इन्द्रणीको श्रृङ्खलाबाट शिवनारायण जोशी सँगै म चन्द्रमणि बिदा हुन्छु। र यहाँलाई जानकारी, यो कार्यक्रमको पुनः प्रसारण शनिबार राति 10 बजे रेडियो काठमाडौँ मार्फत हुनेछ। त्यो समयमा पनि सुनेर हामीलाई साथ दिनुहोला भन्दै शिवनारायण जोशी दाई सँगै म चन्द्रमणि बिदा हुन्छु। यहाँको पल शुभ रहोस्, परिवर्तन सम्भव छ। जय लोक जय संस्कृति।
Radio Kathmandu 92.1 MHz. Change can happen.